Alright guys, हिजो रातिको भिडियो दामी लाग्यो होला तपाईँलाई, मलाई पनि राम्रो लाग्यो। रातभरि सुत्न सकिनँ। First time taking the bike inside a car. It's just fucking crazy. Sorry for the language. Yeah man, one more bucket list ticked off. यत्रो सानो गाडीमा बाइक राख्ने It's crazy. Yeah man, सबै थोक भइसक्यो। ओहो, यो मेरो आयो भान्जा। ल ल ल, इन्जोय। हस्, इन्जोय। ल म्याडम, बाई बाई। यहाँ चाहिँ मेरो ब्याग, बाइक सबै थोक छ। सो दिस इज द लुक। ल, यिनीहरूलाई चाहिँ म पोखरामा भेट्छु। I will see them after 5 days from now. I hope the nuts and bolts. You're ready to put a pan in Nochuela. Let's pray for that. And yeah, ready to move out, man. के गर्छ साथी, त्यही त भन्छ त। तिम्रो मलाई फोर्स भयो क्या बिहे गर्न। के जतिखेर पनि जहाँ टक्क निस्किन मिल्ने टक्क हो। मलाई चाहिँ अनिमाले दिएको छैन त, घुम्नै नदिएको हो मलाई अनिमाले। अनिमाल नदिएमा म निस्किने पाउनु पर्यो क्या त्यस्तो। अघि बिहे गर्ने र नगर्ने कुरै भएन। ल बुढीले नजाने पनि जान्नु सक्नु हुनु पर्यो। ल सुन्नु, आमा बाउले भन्नुहोस् कि बुढीले भन्नुहोस्, सुन्नु भयो। जितेर हिँड्नु पर्यो। यो त मेरो बिग्र हो क्या, कसै त नसुन्नु। लेदरम्यानको। बिहामा फरकै परेन त्यतिखेर। आफूले बिहा नगर्ने बुढीलाई दोष दिनु। बुढीलाई दोष दिएको छ र कसैले? कसैले पनि दोष दिएको छ। ल छिटो चामल ल्याएर धोकिहालौँ, म निस्किहालेँ। हाम्रो यहाँ साथी चाहिँ सिङ्गल छ, रेडी टु मिङ्गल छ। इफ एनीबडी हु वान्ट्स टु म्यारी, सच्चा दोस्त मेरो लमुडा साथीलाई। हि इज स्टिल सिङ्गल। धेरै बुढा पनि भएको छैन, कपाल मात्रै त्यो तालु बना हो। यो कपाल चाहिँ खालि त्यो स्टाइल मात्रै हो, उसको खास बुढा चाहिँ भएको छैन, मामै छ। ल हाम्रो पाइलट साहब, क्याप्टेन साहब चाहिँ मलाई पोखरा छोडेर उहाँ भोलि फ्लाइटमा फर्किनुहुन्छ। हामी त उता सिधा पालो हुँदै जाने होइन। सच्चा दोस्त ऐसा होता है जो एक बात बोल के भी वो आ जाता है। नहीं दोस्त, रमाइलो छ। पहिला पहिला साथीले रमाइलो गर्न जानेको थिएन, यसपालि अलि रमाइलो गर्न सिक्दैछ। कसले, मैले कि तैँले? रमाइलो गर्न सिक्दैछ। Like, for those people who is looking for a handsome young man with no hair, with alikiti chubby stomach, this guy is still single. Just let me know. Hey, ल अब लास्ट माले चाहिँ यहाँ देखाउँदै हुन्छ। कस्तो खुसी लाग्यो मलाई। ल बाई बाई। निस्कायो त मम्मी। ल साथी, आमामा कालो चस्मा, कालो टी सर्ट, कालो प्यान्ट। आमामा जुत्ता मात्रै हेर नि केटा हो, केटी हो। जुत्ता पनि एउटा नाइकको हाते कालो, त्यो लाएर अब चाहिँ पुरै कालो म्यान इन ब्ल्याकै हुँदैछ। ल क्याप्टेन साहब के हुँदैछ हजुर? रमाइलो हुँदैछ। हाउ इज यो गुड हलिडे? गुड एक्सपिरियन्स। 1 day holiday going to Pokhara. Unexpected tour हो। बिस्तारै यहाँ अलिकति हाम्रो सरको चाहिँ अलिकति हाइवेमा अलिकति हात बसाउनु पर्ने काम पनि थियो र म हिजो रातभरि यो बाइक फिट गरेर म सुत्नै सकिनँ। देयर वर लट अफ थिङ गोइङ इन माई हेड होइन। मेबी अब त्यो ओभर थिङ्किङले गर्दाखेरि निन्द्रा नै मेरो भाग्यो। अनि प्लस अनि यो क्यालकुलेसन मैले अर्को गाडीमा गराएको थिएँ। आई वाज नट प्लान टु ब्रिङ इट इन दिस भेहिकल। मेरो ड्याडको फोर्ड इको स्पोर्ट थियो त्यो। सो त्यसमा चाहिँ ग्राउन्ड क्लियरेन्स भन्दा पनि यो के भन्छ हाइट यसको भित्रको बुट स्पेस or like volume of the car is
मच बिगर देन द टाटा नेक्सन सो यस्तो छ बाइकको सिचुएसन है भित्र कस्तो यस्तो देखिरहेको छ कि छैन सो या म्यान अहिले चाहिँ हामी जाँदैछौँ सीता पाइला भर्खर चढ्दैछौँ सो इट्स 12:30 भइसक्यो सपोज टु गो इन अर्ली मर्निङ तर ठिकै छ आज अलिकति चिल आवर टाइपमा हिँडिरहेको छ हामी अब हाम्रो 12:30 बजे घरबाट 11:30 बजे निस्क्यो नि त हामी 11 बजे आफ्टर 11 आफ्टर 11 निस्क्यो है हामी सो हाम्रो उता पुग्ने टाइम चाहिँ के होला त कति बजे होला त सर 1 भनेपछि अराउन्ड 4-5 ठिकै हुन्छ यो लगेर बाइक टक्क पाएर केटाहरूलाई ल बाबु भाइहरू यो बाइक फिट गर भनेर भन्नुपर्छ दाइकोमा होला न के अरे अस्ति नोरिनकोमा लाने कि म गुरुङकोमा लाने थाहा भएन मलाई चाहिँ म गुरुङको भाइकोमा चाहिँ जानु मन छ यो यसपालि चाहिँ किनभने उसले पनि हि स्टार्टिङ द न्यू बिजनेस होइन अनि उसलाई पनि सपोर्ट एउटा पनि हुन्छ अनि बुद्धि भाइको अस्ति मनाङ के अरे उता गएको भिडियो हेरेको थिएँ कि मैले डोल्पा सो बुद्धि भाइ इज अ भेरी हार्ड वर्किङ गाई सो जस्ट वान गिभ द अपर्च्युनिटी टु हिम एज वेल होइन त सर हुन्छ नट सो ब्याड मेरो विचारमा बुद्धि इज अ भेरी गुड मेकानिक एज वेल सोलो छ एक्लै छ भन्यो भने सजिलो पनि हुन्छ कम्युनिकेसन गर्न सजिलो हुन्छ र मेन कुरा चाहिँ म गुरुङको चाहिँ त्यहाँको घरमा त्यो प्यासेजमा चाहिँ जस्ट गाडी त्यति नआउने रहेछ अनि गाडी पनि छिराउनु मिल्ने रहेछ क्या सो मैले गाडी निकाल्ने बेलामा चाहिँ बाइक निकाल्ने बेलामा चाहिँ इट इज गन बी सो मच इजियर होइन त त्यो त सजिलो अनि हाम्रो नरिनमा चाहिँ दाइकोमा चाहिँ अलिकति गाह्रो छ अब चाहिँ हामी चेकपोस्ट क्रस गरेर अब जाँदैछौँ केटा हौ लाइब्रेरीलाई चट्ट पारेर सो हाम्रो पाइलट साहब यहाँ राम्रो ड्राइभ गरिराख्नु भएको जस्तो हाम्रो डुइङ द स्कल्स वर्क ड्रिङ्क रेस्पोन्सिबली ड्राइभ रेस्पोन्सिबली खाइदियो हुन्छ नि त सर सरले हुन्छ भनेपछि आम जस्ट गन चिल आउट ल सर अब मैले यो खाना लागि खोलेको छैन यो खोलेपछि तपाईँले चलाउनुपर्छ भनेर सिल र डिल हो नि फेरि डिल त नि अब के भन्दै यत्रो बेरसम्म आइयो डिल त नि खाइदिउँ है गर्मी छ के खाऊँ भइरहेको थियो त्यही भएर बियर खाइदिएँ गाडी आएछ रमाइलो हुँदैछ साथी त्यसले जेब्रा क्रसिङमा कुदाए साथी लोकल हो नि त राजा लोकल कसै बोइलर रुल भने रुल हो नि यार मेरो बाइक चाहिँ अहिलेसम्म केही पनि भएको छैन हल्ला छैन एकदम मस्तले बसिरहेको छ ढुक्क तरिकाले है जस राम्रो बाँध्दो रहेछ यो टेक ब्रेक भन्छ त गाडीले कहाँ ओ यहाँ भर्खर आयो केमा यहाँ के यस्तो डिस्प्ले आएको थियो यो हो र क्या टेक ब्रेक भनेर आएको थियो ल अब टेक ब्रेक हान्नुपर्ने बेला भइसक्यो केटा हो खतरा चिज भन्ने है अब मेरो गाडीले टेक ब्रेक भनेपछि हामी टेक ब्रेकै हान्दिनँ सो इट्स बिन अ लङ टाइम वी बिन ड्राइभिङ Yes, finally we are at Muglin, Dalbat 24 hours power. Okay. के हुँदैछ सर हामी कहाँ पुग्यो Muglin. दाँत एक्सर्साइज तेरो कि त्यसको यतिको बाटो चाहिँ नेपालमा हाइवेहरू भइदिएको क्या मजा आउँछ यार दिस इज वे बेटर देन इन्डिया के तर इन्डिया त अति नै भवालै छ होइन तर यो अझै अर्कै रमाइलो छ कि तेरै नै राम्रो के हावै राम्रो माटै राम्रो नानी राम्रो नेपालको काहीँ पनि नजानुहोस् कि भनिरहेको छ नि एउटा बहिनीले त्यस्तै हो क्या जहाँ गए पनि राम्रो देखिने भनेपछि त्यो त नि
जहाँ पनि रोक्न मन लाग्ने हेर्न मन लाग्ने त्यो भएर कि नेपालको ठाउँमै राम्रो छैन हेर त कस्तो हेर त आहा साह्रै राम्रो मन पर्यो यो पनि मन पर्यो मन पर्यो सर मन पर्यो सर त आज छुट्टी है आमा ब्रो त मस्तले ड्राइभिङ गर्दै बसेको छ अरे बाइक चाहिँ केही पनि भएको छैन उयो यो यसलाई डोरीलाई चाहिँ के भन्छ ऱ्याचेटवाला रोप भन्छ कि के हो है बवाल रहेछ 5 टनको रहेछ यो चाहिँ सो मैले चाहिँ यसरी यहाँ अड्काएर गरेको छु है यस बवाल छ होइन सर दामी बानेछ नि त मैले तर सोध्दै थिइस् नि मलाई राति कसरी बानिस् बाने ठिक भयो कि भएन भने सोध्दै थिइस् त त्यसले मलाई ठिक छ कि छैन त मैले बानेको आइडिया लगाएर ल अब हाम्रो पालो आयो गाडी चार्ज गर्नलाई बन्दीपुर स्टिल अ लङ वे टु गो ब्रो दुब्लाउनलाई क्या साह्रै वर्क गरेछ त यो त अहिलेलाई मात्र होला फेरि 1 विक पछि त फेरि ब्याक टु नर्मल होला नि त होपफुली वेट रिड्युस भइरहेछ वेट लस गरिरहेको छु र अहिले इभिनिङ वाक गरिरहेको द वेदर इज ब्युटिफुल एन्ड होपफुली पोखरामा पनि दौडिनु पाऊँ वाक गर्न पाऊँ वेदरले साथ दियोस् र हेल्दी खान पाऊँ बेस्ट अफ ल लक जस्तो टु माई चाहिँ- फ्रेन्ड हैन म चाहिँ उहाँलाई छोड्न आएको है भोलि बिहान म भोलि बिहानकै फ्लाइट छ मेरो अब होप सो वेदर विल बी गुड त्यो भएर टाइममै गएर ड्युटी गर्न पाओस् मैले थ्याङ्क यू फर गिभिङ मी द कम्पनी सर इट्स माई ड्युटी टु गिभ यु No, it's my pleasure. सपोर्ट गर्न आएको हो कि है। सपोर्ट Thank you तर so much, म्याचमा चाहिँ पाइन्छ पाइँदैन तर अहिले सपोर्ट गर्न आयो साथलाई है यही नै हो खुसीको मोमेन्टहरू नै यही हो हो नि यसलाई बोल्छ क्या जिना क्यासे भने स्मल मोमेन्ट लाइक दिस इज भेरी मेमोरेबल होइन फर्स्ट फ्युचरमा गएर क्या मेमोरेबल हुन्छ नि त होइन साथी ए, यो त बवाल भइहाल्छ यस्तो साथी भने चाहिँ फोन आई होप यो फ्राइडे के अरे मन्डे हलिडे राम्रोसँग वेल स्पेन्ड भयो होला वेल स्पेन्ड 200 किलोमिटर आज गाडी चलायो भोलि थकित भएर फेरि काम गर्न नसकिरहेला फेरि छैन भोलि त मेरो फुल अन वाकिङ डे हो हो माथि फिल्डमा ड्युटी छ आनन्दसँग टक 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 हिँड्छ काममा टक्क टोपी लगाएर हाम्रो साथीले चाहिँ यस्तो रेकर्ड ब्रेक हाने कि उसले 10 घन्टामा पोखरा ल्याइदियो तर ठिकै छ इट्स अल राइट किनभने उसको फर्स्ट हाइवे एक्सपिरियन्स त्यही भएर हामी अलिकति यो बिजी टाइममा हिँड्यो भएर नि होला ट्राफिक धेरै थियो र बाटो बिग्रेको थियो वर्ल्ड कप लागेको रहेछ त बाइच दामी रहेछ वाउ, खतरा लाइट्स अरे न बिलबोर्ड त खतरा रहेछ पर्फेक्ट रुलेट अरे राजाजी आइपुग्नु भयो स्ट्रिट नम्बर 17 आयो पोखरा सर चाहिँ हाम्रो भाई साहब कैसे लग रहा है आपको पोखरा ये हैन